जसमा पहिलो चुनौती भनेको आजको दिनमा नेपालभरमा औषधि पसल खोल्न पाउने अधिकार प्राप्त व्यक्तिहरू जम्मा 21937 जना मात्रै रहेछन्। अनि नेपालको कानुनले स्पष्ट भनेको रहेछ कि एकजनाको लाइसेन्सबाट एउटा मात्रै फार्मेसी खोल्न पाउँछ भनेर। यसरी हेर्दा नेपालमा अहिलेसम्म जम्मा 21937 वटा मात्रै फार्मेसी यानि कि औषधि पसलहरू हुनुपर्ने हो। तर विडम्बना के रहेछ भने हाल 30185 वटा फार्मेसी त नेपाल सरकारमा दर्ता नै रहेछ। भन्नुको अर्थ अहिले दर्ता भएकै 8248 वटा औषधि पसलहरू त अवैधानिक रूपमा दर्ता भएको रहेछ। अझ बाँकी दर्ता नभएको मेडिकल स्टोर त कति छ कति कुरै नगरौँ। त्यसैले अब बन्ने स्वास्थ्य मन्त्रीले म मन्त्री भएको एक हप्ताभित्रै दर्ता भएको तर अवैधानिक रूपमा दर्ता भएको 8248 वटा र बाँकी बिना दर्ता अवैध रूपमा चलिरहेको सबै फार्मेसीहरू बन्द गर्ने हिम्मत राख्छु भनेर भन्न सक्नु पर्यो। यस्तै दोस्रो चुनौती भनेको जति पनि मन्त्री सरकारी कर्मचारीदेखि प्रधानमन्त्रीसम्मको उपचार अनिवार्य सरकारी अस्पतालमै गराउनु पर्ने सिस्टमको सुरुवात गर्नु पर्यो। र यस्तै तेस्रो अनि एकदमै महत्त्वपूर्ण चुनौती भनेको चाहिँ नेपालमा अहिले स्वास्थ्य क्षेत्रलाई शिक्षा वा पूर्वाधार जस्तै स्थायी राष्ट्रिय प्राथमिकताको रूपमा राखिएको छैन। सरकारले छोटो अवधिको लागि रणनीति र कार्यक्रमहरू जस्तै स्वास्थ्य बीमा, खोप, मातृ शिशु स्वास्थ्यहरू त ल्याउने गर्दछन् तर 10-20 वर्ष दीर्घकालीन स्वास्थ्य मास्टर प्लान भने अहिलेसम्म छैन। त्यसैले सरकार बदलिँदाखेरि यी नीतिहरू पनि बदलिदिने र निरन्तर रूपमा सुधार हुने वातावरण बन्न सकिरहेको छैन। त्यसैले यसलाई रोक्दै जति मन्त्री आए पनि एउटा निश्चित समयको लागि कम्तीमा 10 देखि 20 वर्षसम्म चल्ने एउटा ठूलो दीर्घकालीन स्वास्थ्य मास्टर प्लानको नीति बनाएर त्यसलाई कार्यान्वयनमा लान सक्ने आँट र विज्ञता छ यो प्रश्न उठेको छ। हो अहिलेको लागि यी तीनवटा प्रश्नको उत्तर यदि कसैले सार्वजनिक रूपमा दिन सक्छ भने उनको लागि सबैको समर्थन पक्कै पनि हुनेछ। खैर अब हेरौँ अहिले मन्त्रीको लागि चर्चामा आएका डाक्टर निकोलास भुसाल को हुन् त भन्ने बारे। भुसालको जन्म अर्घाखाँची जिल्लामा भएको थियो। उनले बाल्यकालमा कक्षा 5 सम्मको पढाइ अर्घाखाँचीमै पुरा गरे भने त्यसपछि काठमाडौँ आएर निजी विद्यालयबाट एसएलसी पास गरे। त्यसपछि भुसाल साइन्स विषय लिएर स्कलरशिपमा पढ्न बेंगलोर पुगे र त्यहाँबाट उनले कक्षा 12 को परीक्षा सम्पन्न गरे। त्यसपछि उनी एमबीबीएस पढ्नको लागि पुनः नेपाल नै आए र लुम्बिनी मेडिकल कलेज पाल्पाबाट उनले एमबीबीएस को पढाइ पुरा गरे। त्यसपछि हाल उनी शिक्षण अस्पताल महाराजगञ्जमा नशा तथा मनोरोग विषयमा मास्टर अफ डाक्टर यानी कि एमडी पढिरहेका छन् भने उनी विगत 3 वर्षदेखि आवासीय चिकित्सकको रूपमा टिचिङ अस्पतालमा कार्यरत छन्। अब हेरौँ उनले हालसम्म यो देशको लागि चाहिँ के योगदान गरेका छन् त भन्ने विषयमा। उनले 2075 सालमा अपाङ्गको लागि स्वास्थ्य शिविर भन्ने कार्यक्रम चलाउँदै उनीहरूको क्षमता पहिचान गरेर रोजगारी दिलाउनेदेखि उपचार गराउनेसम्मको काम गरे। जुन त्यो क्याम्प चाहिँ काइन्ड हार्ट सोसाइटी नामक एउटा संस्थाले गरेको थियो भने त्यो संस्थाको नेतृत्व भुसाल आफैले गरिरहेका छन्। यसैगरी 2074 सालमा रौतहटको गौरमा भएको मुसर बस्तीमा आएको बाढीले प्रभावित भएका 1000 भन्दा बढी नागरिकलाई 3 दिने स्वास्थ्य सेवा शिविर र राहत सामग्री वितरण गरे। त्यसै गरिकन 2075 सालमा बारा र पर्सामा आएको ठूलो हावाहुरीमा परि 27 जनाको मृत्यु भएको थियो। त्यहाँ पनि भुसालको टिमले 5 दिनसम्म त्यही बसेर हेल्थ क्याम्पदेखि राहत वितरण गर्ने सम्मको कामहरू गरे। यसैगरी 2076 सालमा धनुषा र महोत्तरीमा बाढी आउँदा 40 जना डाक्टरको टिम सहित 3 दिने शिविर चलाएर करिब 4 देखि 5000 जनाको उपचार गरे। यसको नेतृत्व पनि भुसाल आफैले गरेका थिए। यसैगरी हालसालै मात्रै बझाङ, जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पमा पनि त्यहाँ पुगेर पीडितहरूलाई स्वास्थ्य सेवा दिनेदेखि राहत वितरण गर्ने सम्मको कामहरू गरे।